के तपाईँ पनि हरेक कुरामा असफल हुनुभएको छ? तपाईँ असफलतासँग डर लाग्छ? अब डराउनु पर्दैन। यो 2026 साल हो, यो 21औं शताब्दी हो। सङ्घर्ष गर्न निस्किएको मानिस सफल हुनुपर्छ, परीक्षार्थी पास हुनुपर्छ र कमाउन निस्किएको मान्छे टन्नै कमाउनुपर्छ। त्यो एउटा गुण भने अवश्य चाहिन्छ साथी हो। म त्यो गुणको बारेमा अवश्य भन्ने छु। त्यो गुणले कसैलाई असफल हुन दिने छैन। त्यो भन्नभन्दा पहिला म एउटा सानो कथा सुनाउँछु। ध्यान दिएर सुन्नु होला। अन्तमा तपाईले एउटा कुरा सिक्नुहुनेछ, जुन कुराले तपाईँ असफल कहिल्यै हुन पर्दैन। एउटा ठुलो कम्पनीको केही पर एउटा होस्टेल हुन्छ। त्यहाँ धेरै कामदारहरू हुन्छन्। बस्न होस्टेल जाने, काम गर्ने कम्पनी। ठुलो बाटो हुन्छ। बाटोको बीचमा हिँड्ने क्रममा अचानक एक दिन ठुलो ढुङ्गा हुन्छ। हल्का इफोर्ट लगाउन पर्ने हुन्छ। यदि त्यो इफोर्ट लगायो भने सार्नलाई जो कहिले पनि सक्छ। त्यो धेरै मान्छेहरू त्यो दिन आवत जावत गर्छन्। कसैले पनि त्यो छुने, सार्ने त के छुने आँट पनि गर्दैनन्। तर अन्तिममा एकजना त्यो कम्पनीको अरूभन्दा अलि नयाँ हुन्छ, अलि गरिबै हुन्छ। त्यो मानिसले निकै बेर प्रयास गर्छ अनि त्यो बाटोको डिलमा पुर्याएर राख्छ। तर अरू कसैले त्यसलाई चाहिँ ध्यान दिएको हुँदैनन्। त्यो ढुङ्गा आफै आएर बसेको हुँदैन। त्यो ढुङ्गा त्यो कम्पनीको साउले राखेको हुन्छ। त्यो बाटो पनि त्यो कम्पनीकै पेरिफेरी भित्र पर्ने भएर त्यहाँको कामदारहरूको जिम्मेवारीभित्र हुनै पर्यो त्यो ढुङ्गा पन्छाउने। कसैले त पन्छाउनु पर्यो। सधैँ त्यो बाटोमा बसिराख्ने कुरो भएन। त्यो त गाडी ओहोरदोहोर गर्ने बाटो हुन्छ। त्यो कुनै एउटा कुनामा त्यो साउले लुकेर हेरेको हुन्छ अनि साउले चिन्छ पनि। तर त्यो ढुङ्गा फाल्दै ढुङ्गाको तलतिर अलिकति गहना र पैसाहरू राखिएको हुन्छ र त्यहाँ एउटा पेपरमा लेखिएको हुन्छ, जसले यो ढुङ्गा उठाउँछ त्यसका लागि पुरस्कार हो। त्यो मात्रै होइन, साउले त्यसलाई अफिसमा बोलाएर सबैको सामुन्ने पुरस्कृत पनि गर्छ। यो कथाको सार के हो भने इमान्दारिता। इमान्दार तरिकाले काम गर्न पर्यो। हरेक कुरामा, पढाइमा हो भने पढाइमा इमान्दार हुनु पर्यो, काममा हो भने काममा इमान्दार हुनु पर्यो। यदि कमाउनै निस्केको हो भने पनि इमान्दार त हुनै पर्यो। इमान्दारले अवश्य पनि एक दिन पुरस्कार दिन्छ, सफलता दिन्छ। सफलता नै पुरस्कार हो। त्यसैले साथी हो, आजको दिन इमान्दारिता कसैमा पनि छैन। यदि तपाईमा इमान्दारिता भयो, हरेक काममा जेमा लाग्नुहुन्छ इमान्दार हुनुभयो भने अवश्य पनि तपाईहरु सफलता चुम्नुहुन्छ। ढिलो छिटो चुम्नु नै हुन्छ। यो कथाले भन्न खोजेको त्यही हो र म पनि भन्न खोजेको त्यही हो। यदि तपाई इमान्दार हुनुभयो र लगातार आफ्नो लक्ष्यको लागि अघि बढ्नुभयो भने कसरी भेटिन्न सफलता? अवश्य भेटिन्छ। आउनुस्, आजैदेखि तपाईको लक्ष्य तय गर्नुस्, इमान्दार भएर अघि बढ्नुस्। तपाई लक्ष्य भेट्नुहुन्छ, अवश्य भेट्नुहुन्छ। ढिला होइन, छिटै भेट्नुहुन्छ। 2026 मै भेट्नुहुन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? कृपया मन पर्यो भने एक लाइक, यदि मन परेन सुझाव दिनु छ भने एक कमेन्ट र कृपया तपाईहरु
मेरो यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। तपाईँको एक सब्स्क्राइबले नै मलाई हौसला मिल्नेछ यस्तै भिडियो बनाउन, मलाई अझै जाँगर बढ्नेछ। ओके, थ्याङ्क यू, बाई बाई।